घोडे जात्राको दिनमा छौँ। आज घोडे जात्राकै दिन भनेर चाहिँ कुराकानी गर्छौँ सर। आजै घोडे जात्रा हो भन्ने हिसाबले हामी कुराकानी गर्छौँ। हजुरले पनि त्यसै अनुसार कुराकानी गरिदिनुहोस् न है। हुन्छ हजुर। घोडे जात्राको बारेमा यहाँलाई के थाहा छ? नि घोडे जात्राको सांस्कृतिक महत्त्व के रहेको छ, किन मनाइन्छ? घोडे जात्रालाई नै चाहिँ अलि बढी फोकस गरेर भनिदिनुहोस् न ल। घोडे जात्रा ऐतिहासिक महत्त्व के रहेको छ घोडे जात्राको? हामी किन मनाउँछौँ घोडे जात्रा, किन मनाउनु पर्छ? यसको महत्त्व बढी चाहिँ यसको महत्त्वलाई बढी फोकस गरेर भन्नु। महत्त्व र उद्देश्यको बारेमा है सर। हजुर हजुर। अब घोडा जात्रा भन्दाखेरि हामीले अहिले प्राय सबैलाई थाहा भएको घोडा जात्रा भनेको टुरी खेलको घोडे जात्रा मात्रै थाहा छ। त्यसपछि अलि बढी थाहा भएको भनेको पाटनको एकल घोडाको जात्रा र त्योभन्दा अझ चाहिँ कसैलाई प्राय थाहा नहुने भनेको भक्तपुरको घोडा जात्रा अनि बुङ्गमतीको घोडा जात्रा। अब यसरी विविध ठाउँमा मनाइने घोडा जात्राहरूमध्ये अब आजको यहाँको चाहिँ जिज्ञासा अनुसार यो घोडा जात्रा टुरी खेलको लागि लिएर म केही चाहिँ जानकारी दिन गइरहेको छु। सर घोडे जात्रा टुरी खेलको मात्र होइन कि हजुरले फरक फरक ठाउँको घोडे जात्रा चाहिँ के फरक छ त्यो पनि अलिकति औँलाइदिनुहोस् न है सर। हुन्छ हुन्छ ल। अब घोडा जात्रा भनेपछि टुरी खेलको घोडा जात्रा आर्मीको घोडाहरूलाई दौडाएर गरिने घोडे जात्रा। त्यसै गरेर भक्तपुरको घोडे जात्रा भनेपछि यो भक्तपुरको तलेजुको घोडालाई त्यहाँ चाहिँ जात्रा गरिने हो भने पाटनको घोडे जात्रा भनेको जुन जाँड रक्सी खुवाएर घोडालाई माटिने गरेर त्यो चाहिँ प्रदर्शन गरिने जात्रा हो। त्यसै गरेर बुङ्गमतीको घोडे जात्रा भनेको यो आजभन्दा 1 महिना अगाडि नै चाहिँ हुन्छ, जसलाई हामीले यो मनोकामनासँग पनि जोडिएको छ। मनोकामना वर्षको 3 दिन चाहिँ बुङ्गमतीमा आउँछ भनेर भन्ने समयमा त्यहाँ श्वेत घोडाको जात्रा गरिन्छ र श्वेत घोडा भनेको चाहिँ ऐतिहासिक रूपमा जुन सिंह सार्थ बहा यहाँको विक्रमशील महाविहारको चाहिँ अहिले जुन अस्ति चकौन्ड्य भनेर जात्रा गरियो संक्रमण देवतालाई, सो संक्रमण देवता अथवा चकौन्ड्य अथवा सिंह सार्थ बाहा जो व्यापारको सिलसिलामा भोटमा जाँदाखेरि त्यहाँको जुन चाहिँ एकछिनीहरूले लखेटेर ल्याउँदाखेरि त्यहाँ खान खोज्दाखेरि श्वेत घोडा वायुपंखी श्वेत घोडाको स्वरूपमा आदिनाथ यो चाहिँ करुणामय प्रज्वलित भएर अनि आफूमाथि चढाएर त्यहाँबाट भगाएर ल्याएको घोडा वायुपंखी श्वेत घोडा नै स्वरूपमा बुङ्गमतीमा जात्रा गरिने घोडा हो। अब तलेजुको घोडा भनेपछि तलेजुसँग सम्बन्धित हुने भइहाल्यो। यहाँ काठमाडौँमा पनि तलेजुसँग सम्बन्धित तलेजुको घोडा छ, जसलाई जात्रा पर्वमा यो अगाडि लैजानुपर्ने परम्परा छ। र यही क्रममा अब पाटनको जुन चाहिँ कायमसल भनेर भन्दा भन्दै अहिले कामसल वाक्यगु भनेर भन्न थालेको छ। कामसल भनेपछि जाँड रक्सी खुवाएर मातिएको घोडालाई काम भनेर नेपाल भाषामा भन्ने गरिन्छ। काम भनेपछि अन्धो। तसर्थ म दर्शकहरूलाई यो श्रोताहरूलाई के भन्न चाहन्छु भने पाटनमा जुन चाहिँ पाटनको विभिन्न क्षेत्रमा घुमाउने घोडा भनेको जाँड रक्सी खुवाएर मत्ताएर चाहिँ मातिएको घोडालाई दौडाउनेलाई नै कामसल वाक्यगु भनेर भन्छ, जुन यहाँको घोडा जात्राको 1 दिन पछाडि गर्ने गरिन्छ। अब यहाँको घोडा जात्रा जुन टुरी खेलको घोडा जात्रा भनेपछि यो नेपाल भाषा अथवा नेपाल मण्डलको बौद्ध संस्कृति अनुसार पाहाचरे भन्ने छ। पाहाचरेको भोलिपल्ट सम्पन्न गरिनेलाई यहाँको घोडा जात्रा भनेर भन्ने गरेको छ। अब पाहा भनेको गेस्ट अथवा आमन्त्रित व्यक्तिहरू आगन्तुकलाई पाहा भनेर भन्ने गरिन्छ र
त्यो आमन्त्रित व्यक्तिको सन्दर्भलाई गर्दाखेरि काठमाडौँको विभिन्न स्थानहरूको चाहिँ जुन चाहिँ यो पीठगण देवताहरूलाई चाहिँ पीठगण देवताहरूलाई त्यहाँ चाहिँ जात्रा गरेर असनमा र टुरी खेलमा जुन खटहरूलाई एक आपसमा सम्बन्धित गरेर त्यहाँ चाहिँ मेलमिलाप गर्ने मित्रता कायम गर्ने प्रचलन छ। अब घोडा जात्राको सन्दर्भमा हजुर सर मैले हजुरलाई एकैछिन बिचमा रोकेँ ल, मैले हजुरलाई अर्को एउटा प्रश्न सोध्न मन लागिहाल्यो। मैले सुनिसकेँ हैन हजुर, मैले सुनिसकेँ गुरुमापाको सन्दर्भमा यसको बारेमा पनि अलिकति भनिदिनु न। हुन्छ अनि यो चाहिँ पहा चढेको भोलिपल्टको यहाँको जुन घोडा जात्रा भनेर भन्ने गरिन्छ। अब प्रचलनमा घोडा जात्रा गर्दाखेरि जुन चाहिँ यो चाहिँ सैनिक मञ्चमा टुरी खेलमा गरिने घोडा जात्रामा सैनिक कला कौशलताको प्रदर्शनको साथसाथै घोडा दौडाएर त्यहाँ चाहिँ कथन, यो चाहिँ कथन मात्रै हो वास्तवमा होइन। कथन अनुसार के भन्दाखेरि गुरुमापा फेरि उठेर आउला भनेर कुल्चाएर उठ्न नसक्ने बनाउनको निमित्त यो चाहिँ घोडा जात्रा गर्ने परम्परा चाहिँ चलेको भनेर भन्ने गरिन्छ। जुन अस्ति होली पुनीको समयमा गुरुमापालाई त्यहाँ चाहिँ भात खुवाउने प्रचलन पनि गरियो। अनि त्यो भात खुवाउँदाखेरि पनि गुरुमापालाई को साथसाथै त्यहाँ पाहुनाहरूलाई पनि खुवाउने प्रचलन छ। अब यो सन्दर्भ मैले किन ल्याएको भन्दाखेरि घोडा जात्राको दिनमा घोडा दौडाउने जुन टुरी खेलको परम्परा छ, त्यो दिन पनि अरू राज्यको कुनै पनि गतिविधि हुँदाखेरि राजदूतहरूलाई मात्रै बोलाएर बाह्य पाहुनाको रूपमा राख्ने गरिन्छ भने यो घोडा जात्राको समयमा अब नेपालका संवैधानिक निकायका प्रमुखहरू, मन्त्रीगण आदि इत्यादि त भेला हुने भइहाल्यो नै, र चाहिँ त्यसको अलावा पनि कूटनीतिक नियोगका सम्पूर्ण पाहुनाहरूलाई पासाहरूको स्वरूपमा त्यहाँ चाहिँ आमन्त्रण गर्ने एउटा प्रचलन छ घोडा जात्राको दिनमा। अनि त्यहाँ आमन्त्रण गरेर घोडा दौडाएको र सैनिक यो चाहिँ कला कौशलता प्रदर्शन मात्र नभइकन राजदूतहरूको साथमा यसरी बोलाइएका पाहुनाहरूलाई त्यहाँ एउटा खेल खेलाइन्छ, जुन खेललाई पासा कासा भन्ने नेपाल भाषामा नामाकरण गरिएको छ। पासा कासा भनेको पाहुनाको साथीलाई पाहुनाको स्वरूपमा बोलाएर त्यहाँ चाहिँ कासा भनेको प्रतियोगिता सम्पन्न गर्ने, जुन बेलामा त्यहाँ हाँसलाई छोडिन्छ, सजावट गरेर हाँसलाई छोडिन्छ र यो कूटनीतिक नियोगका कूटनीतिज्ञहरू राजदूतहरूलाई त्यो हाँस पक्रिनको निमित्त त्यहाँ प्रतियोगिता गरिन्छ र जसले पक्रियो त्यो हाँसलाई त्यसलाई पुरस्कृत गर्ने प्रचलन पनि छ। यो प्रायलाई थाहा छैन के गरेको हो भनेर त्यहाँ चाहिँ जानकारी पनि आउँदैन। अब गुरुमापाको सन्दर्भमा जाँदाखेरि गुरुमापा भनेको वास्तवमा चाहिँ यो राक्षस होइन, गुरुमापा भनेको राक्षस होइन। र अब योसँग जोड्दाखेरि इटुम्बहाल भास्कर देव संस्कारित केशचन्द्र पारावर्त महाविहारको सन्दर्भ जोडिनुपर्छ। केशचन्द्र पारावर्त महाविहार भन्नासाथै केशचन्द्र भन्ने त्यो बहाको एकजना सङ्घ सदस्य जुन चाहिँ साथीभाइको सङ्गतले गरेर कुलतमा लागेर जाँड रक्सी खाने र चाहिँ बाह्रमासे जुवा खेल्ने चाहिँ लतमा लागेर आफ्नो सर्वस्वलाई गुमाइसकेपछि अब खाना खानको निमित्त ठम्बै विक्रमशील महाविहारमा रहेको आफ्नो दिदी कहाँ बोलाएर खाना खुवाउँदाखेरि जुन खाना खाएको थाललाई समेत लिएर यो चाहिँ जुवामा चाहिँ राखेर हारेको अवस्था हुँदाखेरि अनि पछि दिदीले भात खुवाउनको निमित्त बोलाउँदाखेरि भैँमा लिपिएर भैँमा भात राखिदिन थालियो। अब भैँको भात खाने कि नखाने भनेर त्यो पहिलो दिनमै
भात सबै चाहिँ बतुलिएर ल्याएर यो नदी छेउमा गएर विचार गरेर बस्दै भात गनाउन थाल्यो र भातलाई पखालिएर चाहिँ त्यो चाहिँ एकछिन अब यो सुकेपछि खान्छु भनेर बस्दाखेरि परेवाले खाइदियो र परेवाले खाइदिएको भात चाहिँ ठाउँमा चाहिँ के भइराख्यो भन्दाखेरि भात छैन, परिवारको चाहिँ त्यो फोहोर मात्र पनि चाहिँ त्यहाँ सुनको रूपमा परिणत भइसकेको र त्यो सुन बोकाएर ल्याएको व्यक्ति नै गुरुमापा भन्ने यो मिठक कथा छ ऐतिहासिक रूपमा, जसको यो चित्र पनि कुँडिएको थोजा प्रविधिबाट बनाएको चित्र पनि तपाईहरुले इटुम्बालमा जानुभयो भने देख्न सकिन्छ। अब त्यो यक्षे अथवा राक्षसको रूपमा रहेको त्यो चाहिँ गुरुमापाले बच्चाहरू खान थालेपछि अनि लखेटेर ल्याएर टुरी खेलमा गाडेको र टुरी खेलमा भित्र चाहिँ दुईवटा ढुङ्गा अथवा इँटाको टुक्राहरू सँगै देखियो भने त्यो गुरुमापा फेरि उठेर आउँछ भनेर छुट्याउनु पर्ने त्यहाँ गुठी पनि छ भन्ने पनि मैले सुनेको छु। अब यसरी यो एउटा मिठक कथा ऐतिहासिक रूपमा आइराखेको छ भने अर्कोतिर चाहिँ के भन्दाखेरि अनुसन्धान गर्दै जाँदाखेरि गुरुमापा सन्दमा गुरु भनेपछि गुरु नै भइहाल्यो, आफूलाई शिक्षा दीक्षा दिने, अनि मापा भनेपछि चलाख व्यक्ति। गुरुहरूमध्ये पनि चलाख व्यक्ति भन्ने यसबाट देखिन्छ र हाम्रो नेपाली अथवा नेपाल भाषामा एउटा कस्तो मापाको बच्चा भन्ने चलन छ, त्यो भनेको चलाख बच्चालाई मापा भनेर भनिन्छ। अनि अर्को तिब्बती भाषामा पा शब्द जुन अक्षर जोडिन्छ त्यो सबै नै विद्वान बौद्ध विद्वान हो, जस्तो कि मिरालापा यो चाहिँ हुन्छ सकि नै रह्यो। अनि त्यो पाप जोडिएपछि सबै विद्वानहरू हो, मिरालापा चोङखापा यो भने जस्तै। र अनि तिब्बती डिक्सनरी अनुसार जानुभयो भने एउटा घिउ रिउ मापो भन्ने छ। घिउ भनेको ओह्रालो लागेको, रिउ भनेको जेरोमा पुगेको, मापो भनेको उत्थान भएको। त्यसरी नै अब यो केश चन्द्रलाई जुन सुन भनेर भनियो, एउटा सुन जस्तै ज्ञान दिने व्यक्ति भनेको गुरु माल्पा हो। गुरु माल्पा तिब्बतमा गएर बसेको कारणले आफ्नो शरीर एकदम चाहिँ त्यो राक्षस जस्तै भएको र त्यो व्यक्तिको शिक्षा पाएपछि त्यो सुनमा परिणत भएको भनेको जुन चाहिँ सुन छ त्यसबाट बिहारको पुनर्निर्माण गर्यो। उसको कुलत र कुविचार र जुवा खेल्ने बन्द भयो। भनेपछि सही ज्ञान दिएपछि, गुरु माल्पाले सही ज्ञान दिएपछि जुन ठगेर खान पल्केका छरछिमेक नातेदारहरू फेरि आफूले खाएको ओकल्नु पर्ला भनेर अनि त्यो सही शिक्षा दिने व्यक्तिलाई यो गुरुमापा बच्चा खायो भनेर लखेटेर लगेर टुरी खेलमा गाडेको भन्ने मेरो अध्ययन अनुसन्धानले देखाएको छ। तसर्थ जे भए तापनि यो धार्मिक, सांस्कृतिक र समाजसँग जोडिएको यो गुरुमापा र केशचन्द्र पार्वत महाविहार अनि घोडे जात्रालाई म यहाँहरू समक्ष यसरी नै वर्णन गर्न चाहन्छु। धेरै धेरै धन्यवाद सर यहाँलाई। हजुर धन्यवाद। र यो रेडियो नेपालका साथै रेडियो नेपालका श्रोताहरू सम्पूर्णमा म चाहिँ यो राम्रोसँग हेरेर अध्ययन अनुसन्धानमा अगाडि बढिदिनु हुन पनि म विनम्र अनुरोधका साथ धन्यवाद व्यक्त गर्न चाहन्छु र यहाँहरूलाई पनि। हस् त ल।